आज चाहिँ हामी फेरि पनि अहिले साँझमा हिँड्दैछौँ टारी, किनकि हामी धनियाँ लिनको लागि चाहिँ हिँड्दैछौँ, बेच्नको लागि हाम्रो खेतमा जाँदैछौँ। बाटो चाहिँ यही हो, खेतमा जाने यही बाटो हुँदै 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 हामी धनियाँ लिनलाई सामान सहित जाँदैछौँ। बान्नी पराल बोकिवरी हिँड्दैछौँ। हाम्रो गाउँ केही गर्दैन। चाहिँ खेतमा जाने क्रममा चाहिँ बाटोमा यत्रो आँपको बोट पनि छ, खोला पनि आउँछ। यहाँ त बाढी आयो भने त मान्छे नि बगाउने हो, तर अहिले चाहिँ यत्रो पानी छ। यतिको पानी ठिकै हो गाउँघरमा, खोला नालामा। यहाँ चाहिँ पानीको त्यति खाँचो हुँदैन हौ, हाम्रोतिर चाहिँ खासै खाँचो हुँदैन। अलि टाढै छ हाम्रो खेत, हामी हिँड्दैछौँ। हाम्रो खेतमा आइपुग्यो। खेतमा आउँदाखेरि कस्तो लाग्दैन, यो सबै कहाँ माथि हिँड्ने सबै हाम्रो हो। प्याजदेखि लिएर राजमा सबै हाम्रो हो। हामी चाहिँ धनियाँ उखेल्नको लागि आएका हौँ। ल गाइज, हामी लिन आएको धनियाँ चाहिँ यही हो। त्यहाँनिरबाट आन्टी उखेल्न थाल्नु भयो। अब यो चाहिँ हाम्रो राजमा बारी है, राजमा छ यहाँ, यो जम्मै राजमा। यो चाहिँ प्याज, यता गयो फेरि राजमा अनि प्याज। यस्तै छ गाइज टारीमा चाहिँ। आन्टी उता गएर पकी उखेल्न थाल्नु भयो भने त्यहाँनिर जाउँ है त। धनियाँ उखेल्दैछु। हाम्रो चाहिँ धनियाँ हामीले खेती गरेको धनियाँ चाहिँ बिक्री गर्दैछौँ। एकदम राम्रो कलकलाउँदो धनियाँ छ साथीहरू। चाहिएमा चाहिँ सम्पर्क गर्नुहोला। फाइनली हामीले धनियाँ उखेलिसक्यौँ। यत्रा मुठा पारेर उखेलेका छौँ। यो बेच्नको लागि हो हामीले उखेलेको। साउनी चाहिँ यही हो, साउनी यही हो, देख्नुहुन्छ उसैले लाने हो हाम्रो धनियाँ। धनियाँ लानको लागि साउनी चाहिँ आफै आएर यसरी अर्ग्यानिक धनियाँ मुठा बानेर लिएर जाँदैछु गाइज। लिएर जाँदैछ। ल हेर्नुहोस्, यहीँ हाम्रो अर्ग्यानिक धनियाँ छ, फेरि कुनै विषादी प्रयोग नगरेको धनियाँ। यो यताको चाहिँ बेचेको हो, फेरि नउम्रेको नभन्नु होला। हामीले बेचिसकेका छौँ यतातिरको। यो चाहिँ हाम्रो राजमा खेती गरेका छौँ। कस्तो लाग्यो हजुरहरूलाई हाम्रो राजमा? हेर्नु, सबैजनाले यसपालि चाहिँ राजमा खेती गरेका छन् है। त्यो फुलेको चाहिँ फापर हो। यहाँनिर जौ पनि छ, तित्रो पनि गरेर। फाइनली हामीले धनियाँ उखेलिसक्यौँ। अब हामी चाहिँ घर जान लागेको। अब हामी बोरामा प्याक गर्दैछौँ। यत्रो धनियाँ उखेलियो है। अब यहाँ कति किलो होला त विचार गर्नु होला। धनियाँ चाहिएमा सम्पर्क गर्नु होला। र हजुरहरूकोतिर कसरी छ धनियाँ त्यो पनि भन्नु होला। हाम्रो साउनी चाहिँ यही हो, हेर्नुहोस् यहीँ साउनी आफैले हाम्रो बारीमा आएर धनियाँ उखेलेर बेच्नको लागि लिएर जाँदै है। हाम्रो धनियाँ चाहिँ रेडी भइसकेको छ है। अब बोरामा हाल्ने र घर जाने। रात पनि परिसक्यो। हामी चाहिँ हिँड्यौँ घर। बाई बाई, राधे राधे।